हामी विशेष गरी आमचोक गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका 3टा गाउँपालिकाले अनि 5-5 लाख पैसा फन्डिङ गरेर अनि केही प्रदेश सरकारको पनि सहयोग र टिटिडिपीको पनि सहयोगमा यो तपाईँको 60 किलोमिटर र 45 किलोमिटरको जुन दूरीमा ट्रेल रेस सम्पन्न भएको छ। यसले चाहिँ ट्रेलरहरूको अथवा ट्रेल रेसरहरूको पनि विकास हुने, प्रवर्धन हुने, खेललाई पनि प्रमोदन हुने र त्यो सँगसँगै खेल सँगसँगै यो मुन्दुम पदमार्गको पनि प्रचार प्रसार र प्रवर्धन हुने। यसले तपाईँको आन्तरिक र बाह्य पर्यटकहरूलाई चाहिँ तपाईँको आकर्षणको एउटा बिन्दु हुने, खेलको माध्यमबाट संस्कृति र धर्म संस्कृति र तपाईँको पहिचानको माध्यमबाट भोजपुर, खोटाङ र तपाईँको विशेष गरी अब उदयपुर, सोलुखुम्बु लगायत जिल्लाहरूमा चाहिँ तपाईँको अत्यधिक चाहिँ पर्यटकहरू भित्र्याउने हाम्रो विशेष लक्ष्य हो। विश्वलाई नेपालका आन्तरिक पर्यटनमा त विश्वलाई यहाँ खिच्न सक्छौँ हामी, किनभने विश्व सम्पदा सूचीको 100 भित्र यो मुन्दुम ट्रेल परेको हुनाले गर्दाखेरि हामी धेरै कामहरू गर्न सक्छौँ। त त्यसको लागि कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयको बजेट अत्यन्त न्यून छ। त्यसको लागि मैले मुख्यमन्त्रीजीलाई मैले भनेको छु कि अब हामी कार्ययोजना बनाएर हाम्रा डेस्टिनेसन के हुन्, हाम्रा प्रमुख गन्तव्यहरू के हुन् र योपालि के गर्न सकिन्छ, अर्को वर्ष के गर्न सकिन्छ, यसरी नै हामी कार्यक्रम बनाएर लिएर जानुपर्छ भन्ने मलाई लाग्छ। यसको लागि हाम्रो कोशी प्रदेश सरकारले र हाम्रो मन्त्रालयले हिजो जस्तो स्क्याटर गरेर छरेर योजनाहरू हामी दिँदैनौँ। आमचोक र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजना र प्रदेश पर्यटन मन्त्रालय समेतको सहलगानीमा यो पहिलो पटक 60 किलोमिटर हतगढीको कोप्चेदेखि यो साकेला गाउँपालिकाको तावा भन्ज्याङसम्मको ट्रेल रेस जुन चाहिँ हामीले मुन्दुम ट्रेललाई प्रमोट गर्नलाई गरिरहेछौँ। यो ट्रेल रेस चाहिँ सम्पन्न भएको छ। हिजो दौड प्रतियोगितामा 60 किलोमिटर र 45 किलोमिटरको दौड प्रतियोगितामा चाहिँ सहभागीहरू, खेलाडीहरू चाहिँ उत्साहजनक रूपमा उपस्थित भएर यो भएको छ र यसको मेन उद्देश्य भनेको चाहिँ पर्यटन प्रवर्धन नै हो। चारवटा ठाउँमध्येको यो सबैभन्दा लामो ट्रेन सुनसरी जिल्लाको बरा क्षेत्रदेखि उदयपुरको बेलका हुँदै भोजपुरका विभिन्न पालिकाहरू, खोटाङको विभिन्न पालिकाहरू हुँदै यो साल्पा सिलिचोसम्म र पछि सगरमाथा बेस क्याम्पसम्म हुने गरी लगभग 165 किलोमिटरको लामो जुन यो मुन्दुम ट्रेल सुरु भएको छ र यसको शुभारम्भ भएको एउटा केन्द्र पनि यो साकेला गाउँपालिकाको यो ठाउँ रहेको छ तावा भन्ज्याङ। त्यसकारण पनि यसको प्रवर्धन र सम्वर्धन र यसको प्रचार प्रसार गर्ने उद्देश्यले सन् 2025मै गर्नुपर्ने आयोजना गर्नुपर्ने हाम्रो हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद गाउँपालिकाको तर्फबाट हामीले यसको प्रचार प्रसार र प्रवर्धन कामको लागि चाहिँ हामीले पहिलो पटक हामीले मुन्दुम अल्ट्रा ट्रेल रेस आयोजना गरेका छौँ। यसको एउटा गन्तव्य सूची मध्येको यो मुन्दुम ट्रेललाई कि यो कोशी प्रदेशको तराईदेखि पहाड हुँदै यो हिमालसम्म जोड्ने जुन एउटा मुन्दुम ट्रेल छ, यसले भविष्यमा चाहिँ एउटा हाम्रो जिल्लाको यो भूभाग छुने जुन गाउँपालिकाहरू, नगरपालिकाहरू हामी छौँ, स्थानीय तहहरू, यसले पक्कै पनि भोलि एउटा भविष्यमा आर्थिक प्रवर्धन गर्ने कुरामा र एउटा गन्तव्य क्षेत्रको रूपमा पनि यो विकास हुन लागिरहेको छ। आसन्न निर्वाचनको कारणले अलिकति ढिलो हुन गयो र खास गरी यो भ्रमण वर्ष 2025लाई सफल बनाउन र आन्तरिक पर्यटन र बाह्य पर्यटनलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यका साथ यो ट्रेल रेसले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ कि यो चाहिँ प्रचार प्रसारको हिसाबले होइन, त्यहाँको चाहिँ अब धेरै यहाँनिर विदेशी खेलाडीहरू पनि आउनु भएको छ, विदेशका खेलाडीहरू पनि आइसकेको छ हामीलाई चाहिँ प्रचार प्रसारको हिसाबले। र विशेष गरी अब हामी हतगढी, रामप्रसाद र आमचोक गाउँपालिकाले अहिले चाहिँ यो अल्ट्रा ट्रेल रेस गर्दै गर्दाखेरि हाम्रो किराँत सभ्यता र कल्चरको चाहिँ सँग जोडेर यो अहिलेको ट्रेल रेसलाई प्राथमिकतामा राखेर अहिले कार्यक्रम गरिएको छ। यसले हाम्रो भोजपुरको सिङ्गो पर्यटन विकासको निमित्त भूमिका त खेल्छ नै र अहिलेको यो ट्रेलले र खेलाडीहरू जति पनि आउनुभएको छ, उहाँहरू जति उपस्थित हुनुभएको छ, उहाँहरूको उपस्थितिले पनि जनाउँछ हाम्रो यो मुन्दुम पदमार्ग ट्रेल रेस जो रेसले चाहिँ हाम्रो पर्यटन वृद्धिको लागि, पर्यटन विकासको लागि, पर्यटनलाई थप टेवा पुर्याउनको लागि ठुलो सहयोग पुग्नेछ।